नेपाली बाक्दैन 13 लाख तिमी उस्तै रहेछौ जसको लागि मलाई छोड्यौ जसको लागि मलाई छोड्यौ उसको पनि भए पैसा मलाई किसिमले पैसा आएछ पछि पैसा आउँछ कि न युट्युबमा हाल्न पऱ्यो न ल मेरो नदी छ प्लिज मैले के भन्दै पर्दैन धेरै सञ्चारकर्मीहरू अथवा यो भिडमा आउने जति हुन्छ मलाई धेरै खाना थाहा छ उहाँको बारेमा र धेरै कार्यक्रमहरूमा प्राय विशेष गरेर नेपाली चलचित्र क्षेत्रसँग आबद्ध रहने कुनै कार्यक्रममा छुट्नुहुन्न साह्रै माया गर्नुहुन्छ हामीलाई आदरणीय सदाबहार नायिका करिश्मा आनन्द त्यसै गरी गायक सङ्गीतकार गीतकार एरेन्जर जेम्स प्रधानज्यूलाई अतिथि आसन गर्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु जेम्स प्रधानज्यू त्यसै गरी अतिथि आसन ग्रहणकै क्रममा सङ्गीतकार सङ्गीत प्रशिक्षक राम सिटौलाज्यूलाई अतिथि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु राम सिटौला सर सङ्गीतकार बाँसुरी वादक राम भुजेल सरलाई अतिथि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु राम भुजेल भने एक अत्यन्तै राम्रो कवि लेखक जसले चलचित्र कबड्डी पछिल्लो समय फेरि पुरानो ढुङ्गा अनि उहाँको गएको वर्ष एकदमै चर्चामा रहेको पुस्तक लाटो पहाड जसले पद्मश्री पुरस्कारबाट सम्मानित भएको थियो उपेन्द्र सुब्बा आदरणीय उपेन्द्र सुब्बालाई अतिथि आसन गर्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु अतिथि आसन गर्नकै क्रममा अब भने डिजाइनर गीतकार म्युजिक भिडियो डिरेक्टर अनिल स्थापित ज्यूलाई अतिथि आसन गर्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु सायद अतिथि होस् भन्ने मेरो पनि चाहना आज हामी बाबु बोगटीको 5औं एल्बम रेस्पेक्टको विमोचन समारोहमा छौँ र ठुलालाई सम्मान सानोलाई माया भन्ने स्लोगन राखेर उहाँले यस एल्बमलाई हुनुहुन्छ अनिललाई स्वागत छ यहाँलाई एक अत्यन्तै राम्रो गीतकार हुनुहुन्छ धेरै नेपाली स्थापित कलाकारहरूको राम्रो कभर डिजाइन गरेर उहाँले चलचित्रको समेत पोस्टर डिजाइन गरिदिनुहुन्छ हामीलाई एकदम माया गरिदिरहेको हुन्छ र अब भने म छोटो बाबु बोगटीको परिचयसँगै आजको यस कार्यक्रममा उपस्थितलाई स्वागत मन्तव्य राख्नको लागि बोलाउनेछु गायक बाबु बोगटीको 5औं गीत सङ्ग्रह रेस्पेक्ट ठुलालाई सम्मान सानोलाई माया बाबु बोगटी 2015 सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरिसकेपछि नेपाली साङ्गीतिक क्षेत्रमा औपचारिक प्रवेश गरी लगभग 2 दशकदेखि निरन्तर रूपमा नेपाली साङ्गीतिक क्षेत्रमा समर्पित हुनुहुन्छ अभिनयको प्रशिक्षण लिएर बाबु बोगटीले परिवर्तन नेपालमा आबद्ध भए
धेरै सडक नाटकहरूमा अभिनय गर्नुभयो। त्यस पछाडि नेपालका लोकप्रिय गायक गायिकाहरूको म्युजिक भिडियोमा उहाँले मोल्डिङ गर्नुभयो। जस्तै गायक कुमार कान्छाको मैले रोजेको छैन तिमीलाई, गायक नवीन के भट्टराईको खाँदै नखाएको बिसले जिउँदै मार्यो, गायक हेमन्त शर्माको न तेजाबी सुन हो माया न हो छापावाल जस्ता धेरै चर्चित गीतहरूमा मोल्डिङ गर्नुभयो बाबु बोगटीले। र त्यसै बेलाका चर्चित लोकप्रिय टेलिचलचित्रहरू काठमाडौँ, पुरुष, संस्कार लगायत टेलिचलचित्रमा समेत राम्रो अभिनयको छाप बनाउनुभयो गायक बाबु बोगटीले। र राम्रो कलाकार बन्ने र बाबु राम्रो प्रतिभाशाली कलाकार भन्ने कुराको राम्रो ज्वलन्त प्रमाण टेलिचलचित्रहरूबाट पनि उहाँले प्रुभ गर्नु भइसकेको थियो। र उहाँले पहिलोपटक 2057 सालमा पहिलो गीत सङ्ग्रह पुल्चोक पाटन, जसमा चोली राम्रो मखमली अनि पुल्चोक पाटन मायाको औँठी चिनो आदि साटन लगाएका गीतहरू समावेश थिए। पुल्चोक पाटनबाट साङ्गीतिक रूपमा त्यति धेरै फाइदा नभए पनि बाबु बोगटीलाई साङ्गीतिक क्षेत्रमा चिनाएको अथवा साङ्गीतिक क्षेत्रमा उभ्याएको पहिलो एल्बम थियो भने 2060 सालमा दोस्रो गीत सङ्ग्रह रिक्वेस्ट लिएर आउनुभयो, जसमा फेरि त्यो दिन फेरि त्यो रातको म्युजिक भिडियो गर्नुभयो पहिलोपटक। त्यसै गीतमा सान्नानी तिमीलाई हिर्काउँला लौरो ठ्याका ठ्याका भन्ने गीत समावेश थियो। त्यो गीत आलोक नेमाङले डिरेक्सन गर्नुभएको थियो। सायद आलोक नेमाङ दाइको करियरको टप 5 भित्र पर्ने म्युजिक भिडियोमा पर्छ। त्यसमा अत्यन्तै राम्रो मोल्डिङ समेत गर्नुभएको थियो, अभिनय समेत गर्नुभएको थियो। अहिले तेस्रो हप्तामा प्रदर्शन भइरहेको बाटो मुनिको फुल पार्ट 2मा समेत अभिनय गर्नुभएको छ भने देश खोज्दै जाँदा भन्ने उहाँको एकदमै धेरै राम्रो अभिनय गरेको चलचित्र आउने तयारीमा छ। अब भने आजको यस कार्यक्रममा उपस्थित सम्पूर्ण आगन्तुकहरूलाई यहाँहरूलाई स्वागत मन्तव्य राखिदिनुको लागि म बाबु बोगटीलाई बोलाउनेछु र बाबु बोगटीलाई यो 5औं एल्बमको लागि मेरो व्यक्तिगत तर्फबाट धेरै शुभकामना। एकचोटि जोरदार तालीले यहाँहरूले उहाँलाई शुभकामना सम्मान गर्न चाहन्छु। धन्यवाद राजजी। 400 रुपियाँ दिएको थिएँ, 500 जतिको बोलिदिनु भयो। फर्स्ट अफ अल यस कार्यक्रमका प्रमुख अतिथिज्यू र सम्पूर्ण अतिथिवर्गहरू, अब सबैको वास्तवमा मैले त्यस्तो बोल्ने कुनै पनि प्लानिङ त गरेको थिइनँ, किनभने आफै कुदिरहेको थिएँ, बिहानदेखि अघिदेखि आएर आफै मिलाइरहेको थिएँ होइन। त्यो हिसाबले सबैजनालाई हृदयदेखि थ्याङ्क यू सो मच भन्न चाहन्छु। मैले धेरैलाई कल गरेको थिएँ, कतिलाई कल गरेको थिइनँ, म्यासेज पठाएको थिएँ, तर पनि आइदिनु भयो। र विशेष त यो विमोचन कुनै पनि समारोहमा जसले मनदेखि सोच्छ आफ्नो उहाँ नै आउनुहुन्छ जस्तो मलाई लाग्छ। किनभने मलाई पनि एसएमएस आएको हुन्छ, फोन आइरहेको हुन्छ, होइन म जानुपर्छ, गइनँ भने त रिसाउनुहुन्छ भन्ने सोच आयो भने म आफै कुदेर आउँथेँ। सो तपाईँहरू आइदिनु भयो। मलाई के फिल भयो भने तपाईँहरू सबैजना मेरो रेस्पेक्टेड हुनुहुन्छ, मलाई माया गर्ने र मलाई सपोर्ट गर्ने व्यक्तिहरू आज यहाँ उपस्थित हुनुहुन्छ। तपाईँहरू सबैजनालाई म बाबु बोगटीको तर्फबाट र तुलसी इन्टरटेनमेन्टको तर्फबाट स्वागत गर्न चाहन्छु। धन्यवाद। धन्यवाद। बाबु बोगटीले ठुलालाई सम्मान सानोलाई माया भनेको छ अनि हामी समकालीनको लागि केही वर्ड राखेको छैन। सायद त्यो चाहिँ यहाँले सोध्नुभएको इन्टरभ्यूमा अथवा हामीले व्यक्तिगत म्यासेज गरेर भन्नुहुनेछ भन्ने आशा छ। यो पनि सायद नेक्स्ट एल्बमको लागि उहाँले त्यो रिजर्भ राख्नु भएको हो कि यस विषयमा दिनेशजीलाई थाहा छ धेरै त, दिनेशको होला है, किनभने उहाँले सम्मेलन गरिरहनु भएको छ अहिले पछिल्लो समय बाबु। र अब भने आजको यस कार्यक्रमलाई समुद्घाटन गरिदिनु हुनको लागि आजको यस कार्यक्रमको प्रमुख अतिथि योबाट समुद्घाटन गर्ने कार्यक्रम रहेको छ र मानसमा दीप प्रज्वलन गरिदिनु हुनको लागि म आजको यस कार्यक्रमका प्रमुख अतिथि श्री गणेश रसिकज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। आज कुनै एक स्रष्टालाई हामी माझ सम्मान गर्ने कार्यक्रम रहेको छ, जसले जीवनमा धेरै सम्मानहरू पाउनु भएको छ र पछिल्लो समय राष्ट्रिय प्रतिभा पुरस्कार 2072बाट सम्मानित हुनुभएको थियो भने नाति काजी पुरस्कार 2072बाट सम्मान हुनुभएको थियो। पछिल्लो समय उहाँले गाएका अधिकांश गीतहरू लोकप्रिय छन्। त्यसमा तारी नदेऊ माझी, माइतीको पाप लाग्दा है, सबैले दिने उस्तै हुन्छ माया,
त्यसै गरी माझीलाई ढुङ्गामा टाइदेउन तालको पानीमा सरल जस्ता धेरै लोकप्रिय गीत गाउनुभएकी एक स्रष्टा जो केही समय अगाडि अस्वस्थ हुनुहुन्थ्यो तर पनि हामी सबैको शुभेच्छा शुभकामना र उहाँले मृत्युसँग जितेर फेरि नयाँ जीवन पाएर पुनः यस क्षेत्रमा फर्किनु भएको छ। उहाँलाई सम्मान गर्ने कार्यक्रम रहेको छ र ताम्रो पदक अनि 11,111 नगदबाट सम्मान गर्ने कार्यक्रम रहेको छ र आजको सम्मानित स्रष्टा हुनुहुन्छ तारा थापा, आदरणीय तारा थापा। उहाँलाई जोरदार तालीले सम्मान गर्ने अनुरोध गर्न चाहन्छु र उहाँलाई मञ्चमा आइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। र हामी आज आदरणीय दाई हेमन्त बुढाथोकी आउनु भएको छ। म उहाँलाई अगाडिपट्टि आएर बस्नु अनुरोध गर्न चाहन्छु। तारा थापाज्यू उहाँलाई स्टेजमा बोलाउन चाहन्छु। म त्यसै गरी म देखिरहेको छु हाम्रो दाई अनन्य मित्र निश कुमारज्यू, म उहाँलाई पनि अगाडिपट्टि आएर बस्नु अनुरोध गर्न चाहन्छु। प्रकाश साङ्देङज्यू यहाँलाई अनुरोध गर्न चाहन्छु। त्यसै गरी आजको यस कार्यक्रमका अतिथि वरिष्ठ निर्देशक कलाकार अनि बाबु बोगटीलाई अभिनय सिकाउनु हुने बाबु बोगटीका गुरु, उहाँले यसरी नै सम्बोधन गर्नु भन्नुभएको छ मलाई। मोहन निरोलाज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु अतिथि आसन गर्नको लागि। स्टेजमा आइदिनु म हार्दिक अनुरोध गर्न चाहन्छु। अब पनि वरिष्ठ लोकप्रिय गायिका तारा थापालाई सम्मान गर्ने कार्यक्रम रहेको छ र सम्मान ग्रहण गरिदिनु म स्टेजमा आमन्त्रण गर्न चाहन्छु र सम्मान पत्र वाचन गरिदिनुको लागि वरिष्ठ सञ्चारकर्मी इनासका अध्यक्ष प्रकाश सुवेदीज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। विक्रम सम्वत 2012 साल माघ 13 गते कपिलवस्तु जिल्लाको मदनखोला 6 मा जन्मिनु भई 2028 सालदेखि नेपाली गायन क्षेत्रमा प्रवेश गरी देश विदेशमा आफ्नो गायन कलाको माध्यमबाट नेपाली कला र संस्कृतिको संरक्षण तथा सम्वर्धनका लागि निरन्तर पुर्याउनु भएको अतुलनीय योगदान नेपाल र नेपालीका लागि सदा स्मरणीय रहेको छ। आधुनिक लोक भजन र चलचित्र गायन विधामा आफ्नो गायकीको माध्यमबाट सयौं गीतहरूमा तपाईँले दिनुभएको स्वरले नेपाली गीत सङ्गीत क्षेत्रमा प्रतिष्ठित मात्र होइन अति विशिष्ट गायिकाको रूपमा नेपाल र नेपालीहरूले सदा स्मरण गर्नेछन्। गायन कलाको माध्यमबाट तपाईँले गर्नुभएको साधना र योगदानलाई हामी ससम्मान अभिनन्दन गर्दछौँ। तपाईँको गीत सङ्गीतको यात्रा सुखमय अनि सफल रहोस् हाम्रो शुभकामना। बाबु बोगटी प्रबन्ध निर्देशक तुलसी इन्टरटेनमेन्ट प्राइभेट लिमिटेड, गणेश रसिक गायक सङ्गीतकार प्रमुख अतिथि, मिति 2073 वैशाख 27 गते। नेपाली साङ्गीतिक क्षेत्रमा विगत 40 वर्षभन्दा लामो समयदेखि अनवरत रूपमा अहिलेसम्म गीत सङ्गीतमा समर्पित भई नेपाली साङ्गीतिक क्षेत्रमा ठुलो योगदान पुर्याउनु भए बापत तुलसी इन्टरटेनमेन्टको तर्फबाट सम्मान भइरहेको छ र यसपछि लाइन आउनेछ, फेरि ठुलो आवाज आउनेछ। त्यतिखेर आदरणीय अतिथि तारा थापा कार्यक्रमलाई चाहिँ सबै तर्फमा जोरदार ताली फेरि पनि आजको यस कार्यक्रमका प्रमुख अतिथिज्यू, मञ्चमा रहनुभएका बस्नुभएका विशिष्ट व्यक्तित्वहरू र उपस्थित सम्पूर्ण सङ्गीत प्रेमी गायक गायिकाहरू, गीतकारज्यूहरू, पत्रकारज्यूहरू, मिडियाका सम्पूर्ण व्यक्तित्वहरूप्रति हार्दिक नमस्कार भन्न चाहन्छु। र बाबु बोगटी भाइलाई देख्दाखेरि म आजभन्दा 17 वर्ष अगाडिको कुरा सम्झन्छु। त्यति बेला भाइ यति सानो हुनुहुन्थ्यो। म रेडियो नेपालमा मेरा राणा दिदी र मैले पुष्पाञ्जली कार्यक्रम चलाउँथ्यौँ, जुन अति लोकप्रिय कार्यक्रम थियो। कार्यक्रम पुष्पाञ्जली भनेपछि अहिले पनि मलाई
धेरैजना भाइ बहिनीहरू बाटो भेट्नुहुन्छ, दिदी हामी पुष्पाञ्जली म बोल्न चाहन्छु, कहिले आउनु भनेर सोच्नुहुन्छ। त्यति बेला बाबु भाइ आउनुभयो अनि हाम्रो त्यति बेला श्रोताहरूसँग यसरी बसेर बोल्ने कार्यक्रम थियो। अनि हामीले सोध्यौँ भाइ तपाईँ के बन्न चाहनुहुन्छ भविष्यमा भन्दाखेरि भाइले के भन्नुभयो भने पहिला त म गायक बन्न चाहन्छु र नायक भनेको त्यो कुरा आज साँचो भयो। मलाई एकदम खुसी लागेको छ। त्यो भाइ त्यति बेला सायद 16, 17, 15, 16, 17 यस्तै वर्षको हुनुहुन्थ्यो, सानो छिटो। आज भाइको त्यो सपना पुरा भएको छ र म त्यो कुरा झन् सम्झिरहेको छु। र भाइको आज यो विमोचन कार्यक्रममा मलाई सम्मान पनि मैले पाएँ, त्यसको लागि म धेरै धेरै धन्यवाद भन्न चाहन्छु बाबु बोगटी भाइलाई। र भाइको उन्नति प्रगतिको लागि म धेरै धेरै कामना गर्दछु र अझै 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 माथि माथि अझै ठुलो हिरो, देशको सुपर हिरो, सुपर सिङ्गर भएको देख्न पाऊँ, यही शुभाशीष दुआ छ मेरो। धेरै धेरै शुभकामना छ र आजको यस सम्मानको लागि धेरै धेरै हार्दिक धन्यवाद भन्न चाहन्छु। धन्यवाद। अब भने हामी आज कार्यक्रमको प्रमुख ठाउँमा जानेछौँ र बाबु बोगटीको 5औं गीत सङ्ग्रह रेस्पेक्ट विमोचनतर्फ जानेछौँ र आजको कार्यक्रमका प्रमुख अतिथिज्यूहरूबाट रेस्पेक्ट विधिवत रूपमा विमोचन हुँदैछ र 5औं गीत सङ्ग्रह रेस्पेक्ट विमोचन भइरहेको छ। सम्पूर्ण दर्शकहरू जोरदार तालीले बाबुलाई शुभकामना प्रदान गर्नको लागि म हार्दिक अनुरोध पनि गर्दछु र अनु भाइ गीत बजाइदिनुको लागि अनुरोध गर्न चाहन्छु अगाडि आएर। रेस्पेक्टभित्र जम्मा 9वटा गीतहरू समावेश छन्। धेरै पछि तिमीलाई देखे, साली ओ साली, बज्दैन मुर्चुङ्गा, म त हिँड्नुपर्ने सपनीमा, मनै त हो, यो साँझ यो गीत तिम्रो लागि हो, के भयो, अनि हेर फुलमा थाले लगाए 9वटा गीतहरू समावेश छन्। र आजको यस कार्यक्रमका प्रमुख अतिथि आदरणीय गणेश शिक्षक, त्यसै गरी लोकप्रिय चलचित्र नायिका करिश्मा दिज्यू लगायत सम्पूर्ण स्रष्टाहरू जो गीत सङ्गीत कला साहित्य नेपाली चलचित्र क्षेत्रमा आबद्ध हुनुहुन्छ, उहाँहरूको उपस्थितिमा अनि यति धेरै उल्लेखनीय सञ्चारकर्मीहरूको उपस्थितिमा त्यो विमोचन गर्न पाएकोमा बाबुजी अत्यन्तै हर्षित हुनुहुन्छ र म आफैलाई पनि एकदमै गर्व लागेको छ। यस एल्बमभित्र समावेश 2वटा म्युजिक भिडियोहरू यहाँलाई हामी प्रदर्शन गर्नेछौँ अथवा देखाउनेछौँ र म्युजिक भिडियोको लागि सहयोग गर्नुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु र हाम्रा मञ्चमा आसन उपस्थित सम्पूर्ण अतिथिज्यूहरूले अगाडि बसेर भिडियो दृश्यावलोकन गर्न म हार्दिक अनुरोध गर्न चाहन्छु। म धेरै ढिलो आत्मा को हुन्छ थाहा छैन, समकालीन मित्रहरू, आदरणीय मित्रहरू, पत्रकार बन्धुहरू, मलाई धेरै खुसी लागेको छ बाबु बोगटीले आज यो 5औं एल्बम विमोचन गरिरहनु भएको छ। एउटा ज्यादै कुशल कलाकार, अभिनयमा पनि, गायनमा पनि, सङ्गीतमा पनि। मैले लेखेको 2टा राष्ट्रियताले उद्योग गाना, एकपल्ट भक्ति गाना परम्पर भनेपछि बाबुले त्यो गानामा सङ्गीत पनि दिनुभएको थियो, स्वर पनि दिनुभएको थियो र उहाँले मसँग निकै लामो सत्सङ्ग गर्नुभएको छ। मान्छे ज्यादै छ परिवर्तन नेपालमा हामी सँगै रहँदाखेरि उहाँ आज सडक नाटक गर्नु पर्यो, के छ स्थिति भन्दाखेरि हुन्छ सर भन्नुहुन्थ्यो र लक्ष्मी भाइलाई पनि मैले कता कता देखेँ जस्तो लाग्छ। उहाँ पनि हुनुहुन्छ। समारोहमा सरिक हुन पाएँ, मलाई यहाँ मलाई एउटा सम्मानपूर्वक बोलाइयो पनि। म एउटा साधारण नागरिक, साधारण चलचित्रकर्मी हुँ। म सकेको ज्ञानहरूलाई बाँड्न खोज्छु र अरूको ज्ञान दिन खोज्ने मान्छे, एउटा सामान्य नागरिक हुँ। यति यहाँले मलाई मञ्च दिनुभएकोमा बाबु बोगटीलाई म विशेष धन्यवाद दिन चाहन्छु। धन्यवाद। धन्यवाद। बाबु बोगटीले अभिनयको औपचारिक शिक्षा मोहन सरबाट दिएको कुरा हरेक इन्टरभ्यूहरू पनि हामी सुन्ने हेर्ने गर्छौँ। त्यस बेला म पनि नजिकबाट देखेको छु।
र यतिखेर हामीसँग कवि चन्द्रविक्रम मामको अत्यन्तै राम्रो कवि आउनु भएको छ, उहाँलाई पनि स्वागत गर्न चाहन्छु म। त्यसै गरी आदरणीय दाइ देवेन्द्र साक्य, उहाँलाई पनि स्वागत गर्न चाहन्छु र शुभकामना मन्तव्य राखिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु वरिष्ठ गीतकार कृष्ण हरि बराल सरलाई हार्दिक अनुरोध गर्न चाहन्छु। सभाध्यक्षज्यू, यस अर्थमा मैले भनेको कि यहाँ राखिएको छैन, यहाँहरू जो बस्नु भएको छ सबै आजको सभाध्यक्ष हुनुहुन्छ, नराखेपछि मैले बाबु बोगटीजीको सुरुमा नाम सुन्दाखेरि नै म नामबाटै प्रभावित भएको मान्छे हुँ, किनभने त्यो नाम नै आलङ्कारिक छ। हामी त्यो संस्कृतमा साहित्यशास्त्रमा अनुप्रास भन्छौँ, वृत्त्यानुप्रास, छेकानुप्रास भन्ने छ। एउटै वर्णको दुईचोटिभन्दा बढ्ता आकृति हो भने वृत्त्यानुप्रास हुन्छ भने बाबुमा पनि ब, फेरि बुमा पनि ब, फेरि बोगटीमा पनि ब, यस्तो किसिमको आलङ्कारिक एलिट्रेसन भन्छ अङ्ग्रेजीमा। सुरुमा कन्सोनेन्ट आकृति हो भने एउटा साहित्यिक विशेषता हो। नाम त्यहीँबाट सुरु हुन्छ बाबुजीको। त्यसपछि गायक हुनुभयो, नायक हुनुभयो र भनिन्छ मान्छेको जुनी पाउनु नै दुर्लभ कुरा हो। त्यसपछि कुनै कलामा दखल गर्नु अर्को दुर्लभ कुरा हो। त्योभन्दा पनि पछाडि अझै नाम कमाउनु र धेरैले पत्याउनु त्यो झन् ठुलो कुरा हो। त्यो हतपत पाइँदैन भन्छन्। बाबुजीले सबै कुरो पाउनु भएको छ। राम्रो गायक हुनुहुन्छ, लाखौँ लाखौँ श्रोताहरू उहाँका फ्यान छन्। नायक हुनुहुन्छ, त्यस्तै फ्यान छन्। सङ्गीतकार हुनुहुन्छ। त्यो सब दृष्टिकोणले हेर्दाखेरि उहाँले अहिलेको उमेरमा जे जति गर्नुभएको छ त्यो आफ्नो उमेरले धान्न नसक्ने लोकप्रियता हो भन्ने मलाई लाग्छ। मलाई विश्वास छ योभन्दा पनि माथि बाबुजीको यात्रा जारी छ, अगाडि पक्कै पुग्नुहुनेछ। मोहन सरले गुरु ल्याएर म सामान्य नागरिक भनिदिनुभयो, म एकछिन गमेँ। अब मैले के भन्ने, सामान्य भन्दा पनि सामान्य नागरिकको हैसियतले म बोल्दैछु। मोहन सरले आफूलाई सामान्य भनेपछि जो यत्रो गुरु हुनुहुन्छ, जो यत्रो अब कलाकारको गुरु हुनुहुन्छ, के भन्ने अब बाबुजी नै गुरु भइसक्नुभयो, उहाँको पनि गुरु होइन। त्यस अर्थमा एउटा सामान्यभन्दा सामान्य नागरिकको हैसियतले उहाँलाई एकदम धेरै हृदयदेखि नै आभार प्रकट गर्छु। यो गीतहरू सुन्न पाएको भए, यो गीतहरू पढ्न पाएको भए केही कुरा भन्ने थिएँ, तर हिजो आज देशको स्थिति यति जटिल छ। बत्ती आउँदैन, टाइममा काम हुँदैन, टाइममा छापिँदैन, टाइममा सिडी कपी हुँदैन, अनि कहिलेकाहीँ त यस्तो अवस्था सिर्जना हुन्छ भित्र सिडी नहालिकन बाहिर क्यासेट बाहिर मात्रै देखाउनुपर्छ। धेरै ठाउँमा म त्यस्तो ठाउँमा पनि विमोचनमा परेको छु। मैले आफूलाई पनि त्योभन्दा बढ्ता सम्मानित भएको अनुभव गरेको छु। यति भन्छु र बिदा हुन्छु। धन्यवाद। धन्यवाद। वास्तवमा कृष्ण हरि बराल सर जति राम्रो लेख्नुहुन्छ, त्यति राम्रो मन लाग्नुहुन्छ, त्यति राम्रो मिठो बोल्नुहुन्छ र म आफै पनि उहाँको अत्यन्तै ठुलो प्रशंसक हुँ। र हामी म्युजिक भिडियो देखाउनुभन्दा अगाडि फेरि पनि अब शुभकामना मन्तव्य राख्न चाहन्छु र शुभकामना मन्तव्य राखिदिउन लोकप्रिय सदाबहार नायिका जसको ठुलो फ्यान म पनि हुँ, त्योभन्दा ठुलो फ्यान बाबु बोगटी, एकदम धेरै काम गर्ने साथी हुनुहुन्थ्यो सधैँ। अनि सायद भन्ने चलचित्रमा सँगै काम गर्ने अवसर पनि पाउनु भएको थियो बाबु बोगटीले। अब भने शुभकामना मन्तव्यको लागि आदरणीय दिदी करिश्मा मान्दालाई म हार्दिक अनुरोध गर्न चाहन्छु। आदरणीय गणेश रशीज्यू, तारा थापाज्यू, मोहन निरोलाज्यू, अब म सबैको कतिको नाम कृष्ण हरिज्यू सबैको नाम लिन धेरै हुन्छ, त्यस कारण म यसरी भन्न चाहन्छु। गीतका सङ्गीतका विज्ञज्यूहरू सम्पूर्णलाई मेरो नमस्कार र सम्मान, अनि यहाँ उपस्थित पत्रकारज्यूहरू, साथीभाइ सबैलाई नमस्कार। बाबुको बारेमा त अब कति भन्ने, यो उसको 5th एल्बम रहेछ रिस्पेक्ट भन्ने, उसको नामले नै कस्तो खालको मान्छे हो भन्ने स्पष्ट हुन्छ। बाबुसँग मैले काम गर्ने मौका पाएको थिएँ सायद भन्ने फिल्ममा, अनि आई वाज लाइक फिलिङ भेरी प्राउड, किनकि अहिलेको बब्ली, अब म भनेको पुरानो नायिका, अहिलेको बब्ली सबभन्दा यङ्गेस्ट चाहिँ मेरो अपोजिटमा उहाँ खेलिरहनु भएको थियो भन्दा आई वाज लाइक क्वाइट एक्साइटेड। अनि ऊ एकदमै ट्यालेन्टेड पाएँ र अति सरल मान्छे पनि मैले बाबुलाई पाएँ। अनि गीतको हिसाबमा त भन्नै पर्दैन, बाबु एउटा एकदमै राम्रो सिङ्गर हो। भगवान्ले धेरै कम मान्छेलाई चाहिँ सम्पूर्ण रूपमा
चाहिँ पर्फेक्ट बनाएर पठाउँछन् त्यो बाबु वान अफ देम जस्तो लाग्छ मलाई किनकि उसको स्वर पनि छ गुड लुकिङ पनि छ अनि त्यो क्युट पनि देखिन्छ भनेर सम्मिश्रण हुन्छ त्यस्तो त बहुत कम मान्छेमा त्यस्तो पर्सनालिटी पाइन्छ भगवान्ले दिनुहुन्छ अब यो एल्बमको लागि त शुभकामना दिन चाहन्छु र बाबुले अझै भविष्यमा धेरै 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 अगाडि आएर नेपाली गीत सङ्गीत क्षेत्रलाई नेपाली चलचित्र क्षेत्रलाई योगदान दिनुहुनेछ भन्नेमा मलाई लागेको छ उहाँलाई धेरै बधाई छ थ्याङ्क यू धन्यवाद यहाँदेखि म लोकप्रिय गायक युवराज चमलागाई देखिरहेको छु स्वागत छ यहाँलाई युवराजी बाबुले धेरै समकालीन साथीहरूलाई बोलाउनु भएको छ र बाबुको धेरै समकालीन साथीहरू सबैजना एकदमै राम्रो राम्रो ठाउँमा एकदमै राम्रोसँग काम गरिरहनु सबैलाई फेरि शुभकामना र अब भने बाबु बोगटी काठमाडौँ प्रवेश गरेर गीत सङ्गीतमा अघि बढ्दै गर्दाखेरि आदरणीय गुरु राम सिटौलासँग लामो समयसँग सङ्गीतको परीक्षण हुन्छ र अब भने बाबु बोगटीको एल्बमको विषयमा समीक्षा गरिदिनुको लागि म आदरणीय सर राम सिटौलाज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु राम सर विशिष्टता हासिल गरिसक्नुभएका व्यक्तित्वहरू हुनुहुन्छ गणेश रसिक सर कृष्णहरी सर विशेष गरेर तारा दिदी जो आज सम्मानित हुने हुनुभएको छ करिश्मा म्याम हुनुहुन्छ सबैलाई मेरो तर्फबाट र यो रेस्पेक्ट एल्बमको विमोचन भएको छ आज यहाँ उपस्थित आफ्नो आफ्नो क्षेत्रबाट विशिष्टता प्राप्त गर्नुभएका सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई पत्रकार साथीहरूलाई टेलिभिजनकर्मीहरूलाई मेरो तर्फबाट एकमुष्ट नमस्कार गर्न चाहन्छु यहाँ अप्ठ्यारो कस्तो भयो भने बाबुको बारेमा अलिकति थोरै एक दुई कुरा बोल्छु भनेको मभन्दा अगाडि बोल्नुहुने सम्पूर्ण महान व्यक्तित्वहरूले सबै कुरा बोलिसक्नुभयो त्यही कुरालाई दोहोऱ्याइरहन चाहिनँ मैले धेरै अगाडि लगभग एक दशकभन्दा अगाडि सम्भवतः मैले यदि बिर्सेको होइन भने मलाई यस्तो लाग्छ मोहन सरले नै मलाई बाबु बोगटीलाई सङ्गीत प्रशिक्षणको लागि सङ्गीत सिक्नको लागि लिएर आउनुभएको थियो चिनाइदिनु भएको थियो बाबु बोगटीलाई मसँग र त्यस पछाडि बाबु बोगटी मेरो यात्रा जान्दै जाने अध्यापन प्राध्यापनको यात्रा जाने 3-4 वर्ष 5 वर्ष जति बितायौँ हामीले सुरुका एल्बमहरूमा बाबु बोगटीसँग मैले पनि सङ्गीत भरेको थिएँ निरन्तर नेपाली सङ्गीत नेपाली चलचित्र क्षेत्रमा निरन्तर मेहनत गरिरहने व्यक्तित्व बाबु बोगटी हामीले देखिराखेका छौँ हेरिराखेका छौँ सुनिराखेका छौँ र विशेष गरेर यो एल्बमको बारेमा मैले चाहिँ बाबु बोगटीको पहिलादेखिकै यस्तो एउटा सेलेक्सन के थियो भने उसले विशिष्ट क्लासको मान्छे होस् या सुरुको मान्छे होस् सबभन्दा पहिला उसले आफ्नो चोइस मन बनाउँछ यो कुरा मैले अलिक अगाडिबाटै बुझेको राम्रो उसले भेट्यो भने नयाँ होस् सुरुबाट आउँदै गरेको होस् त्यो चिजलाई पनि स्वीकार्छ भन्ने कुरा अहिलेसम्म पनि म त्यही पाउँछु र एकदमै मेहनत गर्ने सङ्गीत नेपाली सङ्गीत उद्योगलाई माथि पुर्याउनुपर्छ उठाउनुपर्छ भन्ने उसको भावना सुरुका दिनहरूबाटै थियो त्यसको परिणामस्वरूप बाबु बोगटीले आज हामी जुन स्टेजमा पाउँदैछौँ सबैलाई एकचोटि पुनः अनुरोध गर्न चाहन्छु यहाँहरू भित्र प्रवेश गरिदिनुको लागि दुईवटा गीतको म्युजिक भिडियोहरू धेरै पछि तिमीलाई देखेँ तिमी उस्तै रहेनछौ जसको लागि मलाई छोड्यौ उसको पनि भएनछ शब्दै मिठो छ र धेरै पछि तिमीलाई देखेँ तिमी उस्तै रहेनछौ स्वीकार्नु होला यो म्युजिक भिडियो यहाँको माझमा
कार्य व्यस्तताले गर्दाखेरि प्रमुख अतिथि कार्यक्रम कन्टेस्टमा बस्न पाउनु भएन र उहाँ गइसक्नुभएको छ र हाम्रो बोल्ने सम्पूर्ण क्रम सकिएको छ। अब भने यहाँहरूले आजको यस कार्यक्रममा हामीले अतिथिहरूलाई केही खाजा चियापान व्यवस्था गरेछौँ। यहाँहरूले उक्त खाजा चियापानमा सरिक भइदिन अनुरोध गर्न चाहन्छु र कार्यक्रम यति सोधिदिनु भयो। मैले बोल्ने क्रममा केही गल्ती गरेँ भने क्षमा चाहन्छु म आफै र सबैलाई फेरि पनि धन्यवाद। यहाँहरूले हाम्रो गीत स्वीकार गरेर यहाँसम्म आएर कार्यक्रमको सौभाग्य नभइदिनु भएकोमा र अन्त्यमा जाँदै बाबु बोगटीले यहाँलाई केही आफ्नो शब्दहरू राख्नुहुनेछ अनि कार्यक्रम सकिनेछ। म पनि यहाँबाट बिदा हुन चाहन्छु। सबैलाई धन्यवाद, नमस्कार। सर्वप्रथम आजको यस कार्यक्रम सफल भएको छ त्यसको लागि मलाई बधाई छ। किनभने कुनै पनि कार्यक्रम सफल हुनलाई धेरै ठुलो मेहनत गर्नुपर्ने हुन्छ, त्यसको जङ्गल चाहिन्छ। र आज जुन जङ्गल मैले देखेको छु, मलाई जहाँसम्म लाग्छ जीवनको यो यात्रामा मैले धेरै साथीभाइको मान्छेहरू छु जस्तो मलाई लागेको छ। सो सम्पूर्ण यहाँ उपस्थित महानुभावहरूलाई वान्स अगेन थ्याङ्क यू सो मच भन्न चाहन्छु। मेरो हरेक यहाँ उपस्थित हुने मित्रहरू, साथीहरू, दाजु दिदीहरू, सबैजना सरहरू, गुरुहरू सबै मेरो अत्यन्तै नजिक हुनुहुन्छ। म हरेक सबैजनालाई हृदयदेखि थ्याङ्क यू सो मच भन्न चाहन्छु। थ्याङ्क यू सो मच करिश्मा दिदीज्यू, उहाँले आफ्नो धेरै व्यस्त समयलाई निकालेर आज मेरो प्रोग्राममा आइदिनु भयो। थ्याङ्क यू सो मच भन्न चाहन्छु हृदयदेखि। सम्पूर्ण अतिथि महानुभावहरू, मेरो मोहन सर, हाम्रो रामसी डोला सर अनि सम्पूर्ण मेरा समकालीन मित्रहरू र विशेष पत्रकार साथीहरू उहाँ आइदिनु भयो। त्यो नै मेरो ठुलो सफलता हो। भोलि एल्बम चल्छ चल्दैन त्यो बेग्लै कुरा हो, तर आजको यो कार्यक्रम सक्सेस हुनु भनेको मेरो 5औं एल्बम रेस्पेक्ट सक्सेस हुनु हो। थ्याङ्क यू सो मच भन्दै आजको यो कार्यक्रम यही समापन भएको घोषणा पनि गर्दछु र चियापानको सानो कार्यक्रम राखेको छु। प्लिज सबैजनाले मुख जुठो बनाएर जानु होला। थ्याङ्क यू सो मच। जिसका मिठो सालीको गरियाली छुच्ची हुन्छ, गरियाली छुच्ची हुन्छ, माया मिठो